घरमा खाने चामल नभएर पैसा मागेर हाम्रो महिला प्रहरीसँग पैसा माग्दाखेरि चाहिँ अनि रहस्य खुलेको हो। उहाँले केही भन्नुभएको थिएन, चामल पैसा सापट्टि दिनु न गुरुआमा भनेर माग्नु भएछ। अनि किन भन्दाखेरि मलाई घरमा बच्चालाई चामल किन्ने पैसा छैन, म पछि आएपछि दिन्छु भनेपछि त्यो रहेछ। 4वटा बच्चा उत्रै छन्। उहाँको श्रीमान लगभग 1 वर्ष अगाडि बित्नुभयो। त्यो भन्दा पहिला चाहिँ उहाँको श्रीमान अपाङ्ग भएर उहाँले त्यही श्रीमानलाई चाहिँ हेरेर बस्नुहुन्थ्यो, ज्यामी गर्ने प्रकारले आज उहाँलाई सहयोग गर्नुभयो। हाम्रो आज यति एकल महिला, सबै एकल महिला भने हुन्छ, यति धेरै चाहिँ एकल वातावरण क्रिएट गर्न पाउँदा थोरै भए पनि घाउमा मलम लगाउने भयौँ। बिहान बेलुका चाहिँ छाक टार्न नसकेका व्यक्तित्वहरूलाई बिहान बेलुका 2 छाक खुवाउनेर पेट पूजा गर्ने वातावरण बनाउन सकू भगवानले सधैँ हामीलाई यही चाहिँ वातावरण क्रिएट गरून् भनेर म आफैले समेत यो चाहिँ प्रार्थना गर्न चाहन्छु।